안녕하십니까 여러분 म भरत खड्का मैले यस भिडियोमा रहेर ए र एस बीचको भिन्नतालाई चाहिँ तपाईहरुलाई देखाउँदै छु ए अनि त्यसपछि के छ त एस दुईटैको अर्थ मा हुँदाखेरि चाहिँ हामीले कसरी छुट्याउने भन्ने है त अब हेरौँ हामीले भाषागत रूपमा हेरौँ पहिला ए मा के छ सुरुमा हेरौँ एक नम्बरमा खादा ओदा थानिदा साल्दा ए खादा ओदा थानिदा जस्ता चलायमान क्रिया अनि इत्ता अप्ताको अगाडि यसको प्रयोग गरिन्छ है त के त भन्दाखेरि खादा ओदा थानिदा साल्दा अनि इत्ता अप्ताको अगाडि एको प्रयोग गरिन्छ। त्यस्तै गरी अर्को नम्बरमा छ समयको पछाडि पनि यसको प्रयोग गरिन्छ है। यो दुईटा कुरा ख्याल गर्न पर्यो हामीले। ए कस्तो बेलामा लाइन्छ त भन्दाखेरि खादा ओदा थानिदा साल्दा अनि इत्ता अप्ताको अगाडि त्यस्तै गरी समयको पछाडि के त ए लगाइन्छ। त्यस्तै गरी एस कस्तोमा त भन्दाखेरि बाँकी क्रियापदमा चाहिँ एस प्रयोग गर्ने। के भयो त भन्दाखेरि के बुझ्नु पर्यो हामीले भन्दाखेरि खादा ओदा थानिदा साल्दा अनि इत्ता अप्ताको अगाडि ए त्यस्तै गरी समयको पछाडि पनि ए र बाँकी क्रियापदमा के त एसको प्रयोग गर्नुपर्छ भन्ने कुरा हामीले बुझ्नु आवश्यक छ पहिला। त्यसपछि हामी अझै अगाडि बढौँ इक्जाम्पलमा हेरौँ त्यस्तै गरी है त। अब सुरुमा छ यहाँनिर छनुन हानगुगे सारायो छनुन हानगुगे सारायो म कोरियामा बस्छु यहाँ ए लागेको छ साल्दाबाट सारायो बनाएको छ यसको अगाडि ए लगायो। त्यस्तै गरी दुई नम्बरमा छ सामुसिरी खुन्छए इच्छयो अफिस नजिकै छ यहाँ एको अर्थ नआए पनि यसरी लेखिन्छ होइन। अब हामीले इत्ता अप्ताको अगाडि पनि हामीले के त ए लगाउने गरिन्छ। त्यस्तै गरी तीन नम्बरमा हेरौँ यङनिमी भनेको दाइले होइसा ए थान्यो कम्पनीमा जाने आउने गर्नुहुन्छ भन्नुको मतलब कम्पनीमा काम गर्नुहुन्छ भन्न खोजेको यसको अर्थ चाहिँ यङनिमी होइसा ए थान्यो दाइ कम्पनीमा काम गर्नुहुन्छ अथवा जाने आउने गर्नुहुन्छ। थानिदाको अगाडि पनि हामीले ए लगायौँ है। त्यस्तै गरी अर्को छ आछिमे बिहानमा उन्दोमुल हेयो व्यायाम गर्छु है त बिहानमा व्यायाम गर्छु। आछिम भनेको समय हो समयको पछाडि के लाग्यो त ए लाग्यो है त। त्यस्तै गरी अर्को हेरौँ आबजिनुन बुवा चाहिँ सुपर मार्केट एस भनेको सुपर मार्केटमा इरुले यो काम गर्नुहुन्छ बुवाले सुपर मार्केटमा काम गर्नुहुन्छ है। हामीले समयको पछाडि ए लगाउँथ्यौँ अनि खादा ओदा थाइन्दा साल्दा इत्ता अप्ताको अगाडि पनि ए लगाउँथ्यौँ। बाँकी क्रियापदमा के लगायो त हामीले भन्दाखेरि एस लगायौँ यहाँ एस हुने भयो। त्यस्तै गरी अर्को छ छेगा सिजाङ एस मैले बजारमा सपिङ हेयो सपिङ गर्छु है। अब खादा ओदा थाइन्दा साल्दा इत्ता अप्ताको अगाडि ती क्रियापद हुन्थ्यो भने हामीले यहाँ ए लगाइन्थ्यो अनि अगाडि समय हुन्थ्यो भने पनि हामीले ए लगाइन्थ्यो। समय पनि छैन त्यसपछि के त खादा ओदा थाइन्दा साल्दा इत्ता अप्ता नहुँदा हामीले यहाँ एस लगाइएको छ। त्यस्तै गरी अर्को छ यहाँनिर अमनिनुन आमा छिप एस घरमा युरिहानु इरोल हेयो खाना बनाउने काम गर्नुहुन्छ। आमाले घरमा के त खाना बनाउने काम गर्नुहुन्छ आमा चाहिँ घरमा खाना बनाउने काम गर्नुहुन्छ भनेको छ। अब के त भन्दाखेरि पछाडि क्रियापदहरू पनि छैन खादा ओदा थाइन्दा साल्दा अनि इत्ता अप्ता पनि छैनन्। त्यस्तै गरी अगाडि समय जनाउने शब्द पनि नभएको भएर हामीले के लगायो त भन्दाखेरि एस लगाइयो है। अब के भयो त अमनिनुन छिप एस युरिहानु इरोल हेयो आमाले घरमा खाना बनाउने काम गर्नुहुन्छ भन्ने यसको अर्थ हुन गयो।